टाइम वाला सिस्टम छ एउटा दुईटा दुईटा एउटा पिस रेट सिस्टम यो दुईटा सारा अनि त्यसै क्वेसन गरौँला केही गाह्रो होइन यो अनि यसको टाइम चाहिँ जहिले आवर्समै हुन्छ त्यही त दुईटा सिस्टम छ एउटा टाइम रेट सिस्टम हुन्छ टाइम हिसाबले एउटा चाहिँ पिस हिसाबले टाइममा के हुन्छ टाइममा पैसा दिन्छ घन्टा हिसाबले पैसा दिन्छ क्या यसमा टाइम रेट सिस्टममा पिसमा चाहिँ पिस हिसाबले पैसा दिन्छ त्यही फर्मुला छ यो फर्मुला त के भनौँ टोटल वेज भनेको जति घन्टा काम गर्यो 1 घन्टाको जति दिन्छ अब 5 घन्टा काम गर्यो अरे सुजललाई 5 घन्टा काम गराए 1 घन्टाको 20 रुपियाँ दिए 100 रुपियाँ कमाएन सुजलले अर्को छ यहाँ टोटल वेज टोटल आउटपुट युनिट हो यो पिस रेट सिस्टम छ 20वटा जुत्ता सिलाएन रे सुजलले एउटा जुत्ताको मैले 2 रुपियाँ दिएँ 40 रुपियाँ पाएँ अर्को यो वेज रेट पर पिस निकाल्न पर आवर कति गयो अनि आवरली आउटपुट कति गर्यो वेज रेट पर आवर सपोज रेकर्ड त गर्नु होइन नि आना के गरे रेकर्ड त गर्नु होइन नि रेकर्ड भयो अघिदेखि जो ए ल म अब सबै भाषा बोल्छु यो सारा त यति इक्जाम्पल त बुझ्यो होला पिसको रेट निकाल्न 1 घन्टामा कति पाउँछ होला 20 रुपियाँ पाउँछ अरे 1 घन्टामा अनि कतिवटा सब 10वटा चिज बनायो 10वटा जुत्ता सिलायो एक पिसको 2 रुपियाँ पाउँदो रहेछ यो त्यो मान्छो मेर्दी भन अब वानमा के भने या भन्नुहुन्छ हजुरले के गरे मन गरेर म्युट गर ल ल सुरु भयो सुरु यो वानमा के देखायो यहाँ टोटल वेजेस पेएबल कति पैसा तिर्नुपर्छ निकाल्न भने आवरली प्रोडक्सन 4 युनिट हुन्छ अनि वेज रेट कति देखा 200 देखा आवरली 1 घन्टाको 200 रुपियाँ टोटल प्रोडक्सन कति भयो 800 डाइरेक्ट गर्दै भयो त अब टोटल कहाँ गयो टोटल वेजेस पेएबल अब ऊ निकाल्न जाने रेट ये तो म्यूट करा सुजल मेरो त म्युट त छ 200 कति आंसर आया इसको यही हो 40,000 ऐसा दे दो 1 आवर में 4 यूनिट तो प्रोडक्शन 800 यूनिट आएका एन्सर आयो मिलो बुझ्न पर्ने मिल्न त मिल्छ नि एन्सर त मैले गरेपछि मिल्दैन ल राम्रोसित सल्युसन भन्दै लेख्दै गर्नु भगवानको ए म्युट गरेर सुजलट 1 आवर भने कति यहाँ सुरुमा देखा यहाँ आवरली प्रोडक्सन 4 युनिट 1 आवरमा 4 युनिट प्रोड्युस हुन्छ अनि वेज रेट देखा आवरली वेज रेट भनेको कति छ 200 रुपिस 200 पर आवर 1 घन्टामा 200 दिनु रहेछ अनि चाहिँ फेरि टोटल प्रोडक्सन भनेर देखा यति प्रोडक्सन आवरमा रेट देखा भनेपछि अब आवरमै निकाल्नु पऱ्यो कि त्यो प्रोडक्सन नि कति घन्टा काम गर्यो अब टोटल प्रोडक्सन 800 युनिट छ यहाँ के छ 1 आवर भनेको 4 युनिट भयो होइन हजुर हजुर नत्र 4 युनिट भनेको 1 आवर भने त्यस्तै अब 800 युनिट भनेको कति हुन्छ 800 इन्टु 800 ले 4 ले डिभाइड गर होइन यति आवर आउँछ के यति आवर काम गरे मतलब यो भनेको 200 आउँछ 200 घन्टा काम गर्यो रे टोटल वेज पेबल निकाल्यो टोटल पेबल भने अब जे भन्ने त्यही कति घन्टा काम गर्यो 200 घन्टा 1 घन्टा कति पाउँछ 200
इक्वल टु रुपिज कति भयो 24,00,00,00 यति आयो टोटल वेज पेबल फर्मुला सर्मुला लाएन फर्मुला घोक्नेमै गयो फुल गो फर्मुला गएको के हुन्छ यहाँ टोटल वर्किङ आवर भयो यो होला यो अनि यो वेज रेट पर आवर यो फर्मुलाबाट पढे बराबर 40,000 आयो नि त भयो गरौँ न 2 नम्बर 2 मा के देखा वेज रेट पर युनिट देखा युनिट को दे रहेछ वेज रेट इक्वल टु रुपिज 120 एक युनिटलाई यति पर्ने रहेछ अनि आउटपुट देखा आउटपुट 4 युनिट 4 युनिट आउटपुट गर्छ पर आवर नत्र यसलाई चाहिँ उ लेखे नि भयो 1 घण्टा यो बिना फर्मुला युज गरेर नि मिल्दो रहेछ नि त सिम्पल क्याल्कुलेसन म्याथमेटिकली गर्ने हो के ए त्यही त के मैले त्यही गरेर भर्खर एउटा ट्राई गरेँ मिल्यो के यो वेज रेट लेखे सुरुको 2 को गिभन 120 पर युनिट अनि टोटल आउटपुट पर आवर 4 युनिट त्यो भनेको 1 घण्टामा 4 युनिट आउटपुट हुन्छ भने वेज रेट पर युनिट टोटल वर्किङ आवर नि देखा 120 into 4 गरिदिए कति हुन्छ टोटल वर्किङ आवर 400 आवर भयो अब रेट चाहियो वेज रेट केमा चाहियो हामीलाई पर आवरमा चाहियो वेज रेट पर युनिट देखा पर आवरमा निकाल्न पर्यो वेज रेट पर आवर यतै 400 डिवाइडेड बाइ 4 गरेर नि त आउँछ होला 30 रुपैयाँ 30 into 400 1 घण्टामा 4 युनिट गर्छ हैन अब नबुझे पारे यसरी गर्यो 1 आवर भनेको 4 युनिट भयो हैन त्यसलाई 4 युनिट भनेको 1 आवर लेख्न मिल्छ त एकदम यहाँबाट 1 युनिट भनेको कति हुन्छ 1/4 आवर हुन्छ अथवा 120 युनिट भनेको 1/4 into 120 भयो त्यसरी चाहिँ कति आउँछ 30 आउँथ्यो रुपिस त्यो चाहिँ मैले यहाँ डाइरेक्ट यसरी गरेको अब के भन्नु अब दुईटा एउटा चोको पाइलाई नाइ क्यालबडी चोको पाइ मन पर्दैन दा मलाई म गरिब छु एउटा चोको पाइले 25 रुपैयाँ पर्छ हैन मसँग उ रहेछ के अरे मलाई 500 रुपैयाँ 5 छैन 200 भनौँ त्यति पैसा त हैन 200 रुपैयाँ छ कतिवटा चोको पाइ आउँछ त मेरो अब यसलाई हामीले गरेर यसरी गर्न हुन्थ्यो अब यहाँ रुपिज 25 इक्वल टु 1 चोको पाइ सिपी भने अनि रुपी 1 भनेको 1/25 चोको पाइ अनि रुपिज 500 भनेको 1/25 इन्टु कति हो कति रुपैयाँ 500 ए 5 छैन 200 अब यसरी गर्दा कति आउँथ्यो 8वटा आउँथ्यो 8वटा चोको पाइ 200 मा पाउने रहेछु मैले यति लफडा गरे भए त दोकानदारले त गाली गर्ला डाइरेक्ट 200 रुपैयाँ 200 लाई 25 ले डिभाइड गरेर हैन मैले बेच्दा त मलाई त गाली गरिहाल्छन् रोक मैले सल्भ गर्छु भनेर अब यो 200 यसरी भयो त्यो 200 रुपैयाँ मसँग अनि रेट यति देखा 25% डिभाइड गरेर डाइरेक्ट आयो अनि त आखिर यही भयो थियो त्यही 8वटा त्यही मैले यहाँ डाइरेक्ट गरेको के यहाँ छिम यो अगाडिको वेज रेट आयो त्यसपछि सबै आयो टोटल वेज आउँछ अब टोटल वेजेस भने कति भयो अब टोटल वर्किङ आवर 400 इन्टु वेज रेट पर आवर 30 4 तिया 12,000 आयो त्यसपछि त्यसपछि 3 नम्बर गरौँ 3 को त्यसै ल्याङ्ग्वेजमा देखाऊ अनि तल ल्याम्न पार्नलाई अब यहाँ नर्मल आउटपुट पर आवर देखा लेखौँ नर्मल आउटपुट पर आवर 5 युनिट हुने रहेछ यो 1 घण्टामा 5 युनिट आउटपुट प्रोड्युस हुने रहेछ के यो भनेको फर्स्टले भनेको वेज रेट देखा 200 पर आवर देखा
वेज को रेट इक्वल टू रुपीज ए 20 रहेछ 20 पर आवर। त्यसलाई त रिङ भन्नु वेजको रेट आवरमै दियो। अब हामीलाई के चाहियो युनिट चाहियो। अनि 40जना वर्कर छन् नि भने फेरि देयर आर 40 वर्कर वर्किङ। वर्कर कति हुन्छ अरे दियो 18 वर्कर। अनि 8 के हो यहाँ बुझ्दैन 8 के हो अ डे भने 8 टाइम्स हो 8 आवर्स अ डे 8 आवर्स 4वटा वर्कर दिनको 8 घन्टा होइन। अनि काम गर्छन् महिनामा एन्ड कति गर्छन् 25 डेज इन अ मन्थ महिनामा 25 गर्छन्। भनेपछि के निकाल मन्थली टोटल वेजेस निकाल भन्ने हो। मन्थली टोटल वेजेस सबैको होला टोटल भनेपछि त यो चाहिएन क्या। टोटल वेज भने अब के चाहिन्छ कति घन्टा काम गर्छन् चाहियो। 40 जना छ 8 घन्टा काम गर्छन् दिनमा। अनि 25 दिन काम गऱ्यो भने टोटल वर्किङ आवर आयो। अनि वर्किङ आवरको रेट नि दियो आयो टोटल वर्किङ आवर इन्टु यो रेट पर आवर। 3-4 के भने टाइम इलाउडेड टु प्रोड्युस 30 युनिट अफ आउटपुट इज 3 आवर। त 30 युनिट भनेको कति लेखौँ 3 आवर आयो होइन। यसलाई यसरी लेखौँ न 3 आवर्स भनेको 30 युनिट्स लेखौँ। यहाँबाट 1 आवरको निकालौँ 1 आवर कति हुन्छ 1 घन्टामा 10 युनिट उत्पादन हुने रहेछ यो भनेको यहाँ भनेको यहाँबाट आयो 4 को। अनि अ वर्कर प्रोड्युस 500 युनिट अफ आउटपुट भने यो के हो अब ड्युरिङ द मन्थ हो के हो। अनि वेज रेट पर आवर देखायो भनेपछि अब आउटपुट कति दियो 500 दियो होइन 500 युनिट। अब आउटपुटलाई हामीले आवरमा निकाल्नु पर्यो। आउटपुट युनिटमा देखायो यसमा यो 500 युनिट दियो आउटपुट। अनि त्यसपछि चाहिँ त्यो युनिटलाई आवरमा लानु पर्यो। 1 आवर भनेको 10 युनिट हुन्छ नत्र 10 युनिट भनेको 1 आवर हुन्छ। त्यही भएर 500 युनिट भनेको 500 डिभाइड बाई 10 50 घन्टा काम गर्यो यहाँबाट आयो। त्यसपछि रेट नि देखा पर आवरमा देखा वेज रेट पर आवर। वेज रेट पर आवर कति देखा रुपीज 600 भनेको मन्थली वेज अफ वर्कर आयो। यो चाहिँ मन्थली आउटपुट हो यो क्वेसनले भनेको थियो मन्थली वेज अफ वर्कर। अब फर्मुला हाले नि भयो। फर्मुला के थियो वेज रेट पर आवर इन्टु टोटल वर्किङ आवर भने बार फर्मुला टोटल वर्किङ दिनमा आवर। कति घन्टा काम गर्छ भने कहाँ भन्यो त नि यहाँ 500 युनिट प्रोड्युस गर्छ भने महिनामा। अनि 1 घन्टामा 10 युनिट प्रोडक्सन हुन्छ भने क्या नत्र 10वटा युनिटलाई 1 घन्टा लाग्छ भनेको के 1 आवर 10वटालाई 1 आवर लाग्छ 500 युनिटलाई 50 घन्टा लाग्यो त्यसरी त्यो आयो। अब यसलाई लेख्दा टोटल वर्किङ आवर लेखे नि हुन्छ फर्मुलाबाट पढे पर टोटल वर्किङ आवर यो माथि युनिटमा दिएको थियो युनिट तल चाहिँ आवरमा टोटल वर्किङ आवर्स मल्टिप्लाई वेज रेट पर आवर। सहिलो हो क्या म्याथमेटिकली गरे पर टोटल वर्किङ आवर यस्तो के दिएर पनि फेरि नै अरू नि हुन्छ ओभर टाइमहरू हुन्छ त्यो हल्का यति गाह्रो केही गाह्रो होइन 600 अरू गरौँ न यस्तो यो शान्ति नगरौँ 1 2 3 30,000 आयो नि सर यसको कुन गरिदिउँ त अब 3 4 भयो के अरू हेरौँ न यो त्यही हो यो गरौँ त्यसो भए कति नम्बर यो पढ त कति नम्बर हो यो त 20 नम्बर 20 हो। ओभर टाइम देखा न वर्किङ आवर वर्कर फर अ विक इज 40 आवर। एकदम ल्याङ्ग्वेज सिम्पल लेख्ने 1 घन्टा उडाइदिन्छ अहिले 1 विक भनेको 40 आवर्स। अनि हि वर्क 50 आवर्स इन अ विक तर काम चाहिँ 50 आवर गर्यो भनेपछि ओभर टाइम गर्यो। एक हप्तामा 10 घन्टा गर्न पाइन्छ। अनि वर्किङ आवर कति रहेछ 50 आवर्स रहेछ त्यही विकमा। यो 50 लेखा नर्मल वेज रेट लेखौँ कति देखा वेज रेट नर्मल्ली लेखा यहाँ दुईवटा रेट थियो एउटा नर्मल वेज रेट
कति देखा रुपीज 100 पर आवर। अभी ओभर टाइम इज पेड एट 120% अफ द नर्मल रेट। अब ओभर टाइम को रेट दियो, ओभर टाइम जहिले धेरै जो दिन्छ। ओभर टाइम वेज रेटै हो यो नि। 120% अफ नर्मल दिन्छ भनेको 120% अफ नर्मल कति हो 100 छ 100। अब 120% यो गरेर अब यो रुपीज 120 आयो, त्यही पर आवर है। और टोटल अर्निङ अफ द वर्कर निकाल्न भने अब ओभर रेटको यति पाउँछ, यहाँबाट ओभर टाइम नि निकालौँ। ओभर टाइम कति गर्यो 50। एक हप्तामा 40 घन्टा गर्न पाइन्छ, त्यसले 50 घन्टा गर्यो के, 10 घन्टा ओभर टाइम गर्यो। 10 आवर गरे 10 आवर ओभर टाइम भयो। अब लेखिदिउँ टोटल अर्निङ अफ वर्कर, टोटल अर्निङ भन्छ त्यसले 40 दिनको 400 पाउँछ होला। 40 घन्टा 4000 भयो र त्यो 40 10 घन्टा 40 आवरको 100 रुपिज भयो। अनि बाँकी चाहिँ कति 10 घन्टा छ नि, 10 आवरको चाहिँ 120 रुपिज भयो। अब यो कति हुन्छ 4000 5200 र 1200, यो भनेको रुपिज 5200 पायो। सबभन्दा गाह्रो यही होला के एन्सर भयो।